वुफर्स र उन्नति फाउन्डेशनको संयोजनमा तथा दार्जिलिङ गुडविल एनिमल शेल्टर तथा विक्रान्त फाउन्डेशनको सहकार्यमा दार्जिलिङमा 10 किलोमिटरको दौड प्रतियोगिता तथा 4 किलोमिटरको पैदल यात्रा आयोजना गरिँदैछ। यस कार्यक्रमको उद्देश्य पाल्तु जनावरको हेरचाह र जिम्मेवारीबारे जनचेतना फैलाउने रहेको आयोजकले जनाएको छ। दर्ता र शुल्क यस प्रकार रहेका छन्। 10 किलोमिटर खुला दौड रु 479, 10 किलोमिटर विद्यार्थी दौड रु 279, 4 किलोमिटर पैदल यात्रा सबै वर्ग रु 279। दर्ता फारम लाखोटिया मेडिकलमा उपलब्ध छ, साथै क्यूआर कोड स्क्यान गरी अनलाइन मार्फत पनि दर्ता गर्न सकिन्छ। आयोजक समितिले आवाजविहीन जनावरहरूको हितका लागि सबैलाई सहभागी हुन आग्रह गरेको छ। यसबारे विस्तृत जानकारी फुर्मित लेप्चा, व्यवस्थापक, दार्जिलिङ गुडविल एनिमल शेल्टर, डाक्टर समीर छेत्री, सहनिर्देशक प्राणी सम्पदा विकास विभाग, दार्जिलिङ, प्रतिभा बमजन, बिहेभियरल इकोलोजी विषयकी पीएचडी शोधार्थी र पारुका छेत्री, जनावर अधिकार कर्मीले दिएका छन्। नमस्कार, म डाक्टर समीर छेत्री, म एकजना भेटेरियन अनि साथसाथै म एउटा रनिङ क्लबमा पनि बिलोङ गर्छु। रनिङ क्लब मेरो रन राइट हो। रन राइट अर्थात् रनिङ इज अ थेरापी, यो दार्जिलिङको एउटा रनिङ क्लब हो। र आज हामीहरू यो भिडियो मार्फत केही सूचना दिन गइरहेका छौँ। आगामी 22 मार्च 2026 को दिन वुफर्स साथसाथै उन्नति फाउन्डेसन इन कोलाबोरेसन विथ दार्जिलिङ एनिमल शेल्टर, विक्रान्त फाउन्डेसन अनि अफ ट्र्याक मुभमेन्ट उहाँहरूले एउटा रनको आयोजना गर्न गइरहेको छ, 10 किलोमिटर रन। र साथसाथै तपाईँको त्यो दिन 4 किलोमिटर वकथन पनि हुन्छ। यो इभेन्ट बिहान 6 बजीदेखि स्टार्ट हुन्छ तपाईँको चौरस्तामा। र यसको रुट रहेको छ तपाईँको 10 किलोमिटर रनको। पहिला भन्नुपर्दाखेरि तपाईँको चौरस्ताबाट स्टार्ट हुन्छ अनि तपाईँको यो राजभवन भएर आरकेएसपी स्कुल भएर जूको रोड भएर तल पार्टी अफिस भएर एनपी स्कुलदेखि चाहिँ तपाईँको युटर्न भएर चाहिँ मेन रोड भएर चाहिँ पर कागझोडाको माथि आएर त्यहाँबाट तपाईँको गान्धी रोड भएर फेरि क्लब स्ट्यान्ड निस्किन्छ। क्लब स्ट्यान्डबाट तपाईँको यो सेन्ट्रल होटलको लाइन भएर न्यू एल्किन होटलको लाइन भएर माथि भानुभवनमा गएपछि युटर्न लिएर चाहिँ फेरि दार्जिलिङमा नै टुङ्गिनेछ 10 किलोमिटर रन। र तपाईँको 4 किलोमिटर रन जुन चाहिँ छ यो तपाईँको 4 किलोमिटर रन होइन, वकथन हो। यो तपाईँको यसमा हामीले यो वकथन चलाएको छौँ। जो यो मतलब दौड लिन चाहनुहुँदैन, दौडमा भागीदारी लिन चाहनुहुँदैन, उहाँहरूले आएर वकमा पार्टिसिपेट पनि गर्न सक्नुहुन्छ। यसमा तपाईँले आफ्नो घरेलु कुकुर बिरालोलाई लिएर आउन सक्नुहुन्छ, मतलब आफ्नो पेट्सहरूलाई लिएर आउन सक्नुहुन्छ इफ यु क्यान। र ल्याउँदाखेरि चाहिँ विशेष तपाईँले एउटा कुरा चाहिँ के याद राख्नुपर्छ भन्दाखेरि चाहिँ कुकुर वा बिरालो उनीहरू चाहिँ एकदम स्ट्रेसफुल वा एग्रेसिभ वा एङ्सियस त्यस्तो चाहिँ नहोस्, अलिकति फ्रेन्डली खालको छ है, जली टाइपको छ भने चाहिँ लिएर आउन सक्नुहुन्छ, जसलाई चाहिँ तपाईँले सजिलोसँगले ह्यान्डल गर्न सक्नुहुन्छ। र एकदमै ठुलो साइजको कुकुर अनि एकदमै एग्रेसिभ वा एकदमै तपाईँको हुन्छ नि हाइपर एक्टिभ छ भने चाहिँ त्यस्तोलाई चाहिँ जस्तो तपाईँले अभोइड गरेको नै राम्रो हुन्छ जस्तो मलाई लाग्यो। र यो तपाईँको यो वकथन तपाईँको जुन चाहिँ छ यसमा तपाईँले यो पनि चौरस्ताबाट नै स्टार्ट हुन्छ र चौरस्ताबाट भएर तपाईँको जूसम्म जान्छ र जूबाट फेरि युटर्न भएर तपाईँको चौरस्तामा नै टुङ्गिन्छ र 4 किलोमिटर रन, 4 किलोमिटरको तपाईँको वकथन यो तपाईँको कम्प्लिट हुन्छ। र हामीले यो तपाईँको आजदेखि तपाईँको यो अफलाइन फर्म पनि हामीले डिस्ट्रिब्युट मतलब 2टा पोइन्टमा राखेका छौँ। एउटा तपाईँको दार्जिलिङको लखोटिया मिडिको, सो द्याट जतिवटा पनि पेट ओनर्सहरू हुन्छ उहाँहरूले यो इन्फर्मेसन पाउनेछ र उहाँहरूले त्यहीँनिर फर्म फिलअप गरेर सब्मिट गर्न सक्नुहुनेछ। र अर्को छ तपाईँको साङ्ग्रेला होटेलको अपोजिटमा एसियन आर्ट प्यालेस भन्ने छ एउटा दोकान, त्यहाँनिर त्यो क्युरियो सप जस्तो छ, त्यहाँनिर तपाईँले फर्म पाउनुहुन्छ, त्यहाँ पनि अफलाइन फर्म पाउनुहुन्छ। र अफलाइन फर्म रेजिस्ट्रेसनको जुन चाहिँ मूल्य रहेको छ 10 किलोमिटर रनको तपाईँको अमाउन्ट रहेको छ 499 रुपियाँ रहेको छ। यो चाहिँ तपाईँको ओपन है। र जो स्टुडेन्टहरू हुनुहुन्छ स्टुडेन्टहरू पनि कतिजना इन्ट्रेस्टेड हुन्छ यो रनमा पार्टिसिपेट गर्नलाई, र उहाँहरूको लागि चाहिँ हामीले 299 गरेर यसको फिज रेजिस्ट्रेसन फिज राखेको छौँ। सो 499 फर ओपन र 299 चाहिँ तपाईँको स्टुडेन्टहरूको लागि यो 10 किलोमिटर रनको। र वकथनको जुन चाहिँ रेजिस्ट्रेसन फिज छ त्यसको चाहिँ तपाईँको छ 299। यो चाहिँ तपाईँको सबैलाई नै अप्लाई हुन्छ है, इरेस्पेक्टिभ अफ स्टुडेन्ट होस् या एजेड होस्। र हाम्रो यो इभेन्टमा हामीले किन राखेको यसको विषयमा हाम्रो वुफर्सको बहिनीले भन्नुहुँदै नै छ। थ्याङ्क यू।
नमस्ते, मेरो नाम पारुका छेत्री, म एनिमल राइट्स एक्टिभिस्ट एन्ड वुल्फर्सको फाउन्डर। अनि म चाहिँ तपाईँलाई भन्छु अरूहरूले भनिसक्नुभयो के हो भनेर। द मेन रिजन हामीले यो पौडाथन गरेको चाहिँ हामी सबै यहाँ दार्जिलिङमा जति पनि एनजिओजहरू छौँ हामी सबैले मिलेर गर्दैछौँ र हामीलाई सपोर्टहरू गर्दैछ है। दार्जिलिङमा जति फिडर्सहरू हुनुहुन्छ, रेस्क्युजहरू हुनुहुन्छ। द मेन रिजन चाहिँ के गरेको भने नि यतानिर चाहिँ एउटा मिसकन्सेप्सन छ कि एनजिओजहरूलाई चाहिँ बाहिरबाट फन्ड आउँछ है, गभर्मेन्टहरूले फन्ड दिन्छहरू भनेर। तर त्यस्तो चाहिँ हुँदैन, हामीले आफै फन्ड खोज्नुपर्छ, हामी आफै सबै गर्नुपर्छ। अनि अहिले चाहिँ दार्जिलिङमा पुरा क्रुअल्टी केसेसहरू बढेको छ। अलमोस्ट एभ्री डे नै हिट एन्ड रन केसेस हुन्छ। अहिले पनि हामी भर्खर यहाँ आउँदै गर्दा नै एउटा उयो माथि बिरालोलाई गाडीले खिचाएर प्याचपुच बनाइदिन्छ। अहिले भर्खर त्यही केस हेरेर है हामी यहाँनिर आएको। सो त्यसले गर्दाखेरि अब अल अफ अस चाहिँ नट ओन्ली अस एनजिओज, इभन लाइक इन्डिभिजुअल फिडर्सहरू जो हुनुहुन्छ, रेस्क्युजहरू हुनुहुन्छ, सबैलाई अहिले साह्रो परिरहेको छ क्या, फन्ड्सहरू नभएर उसहरू भएर। सो त्यसको लागि अनि त्यही अवेरनेस गराउनु कि दार्जिलिङमा चाहिँ कसरी क्रुअल्टीहरू हुँदैछ, पेट अबान्डनमेन्ट पुरा हुँदैछ, पेट लाइक रिलोकेसनहरू मान्छेहरूलाई अब कतिजनालाई आफ्नो गाउँमा कुकुरहरू भएको मन पर्दैन, उहाँहरूले अब कति ड्राइभरहरूलाई या कसैलाई पैसाहरू दिएर है यताउता कुकुरहरू रिलोकेटहरू गरिदिँदैछ। त्योहरूले गर्दाखेरि अब कुकुरहरू टेरिटोरियल एनिमल्स हुन्छ है, उनीहरूलाई अर्को जग्गामा गयो भने उनीहरूलाई सर्भाइभ गर्नु साह्रो पर्छ। प्लस अब त्यो जग्गामा अरू त्यहाँको अलरेडी जो कुकुरहरू हुन्छ तिनीहरूले टोक्छ, एट्याक गर्छ, झगडाहरू हुन्छ, त्यस्तोहरू भएर अहिले सबै दार्जिलिङमा मेरै गाउँ अब इक्जाम्पल मेरै गाउँमा दियो भने मेरो गाउँमा सबैजना पहिला जति कुकुरहरू थियो तिनीहरू सबैजना अब ओल्ड एज भएर मरिसकेको थियो। मेरो गाउँमा अब कुकुर थिएन होइन। अहिले यता र उता मान्छेहरूले रिलोकेट गरिदिएर मेरो गाउँमा फेरि स्ट्रे डगको पपुलेसन फेरि बढेर गएको छ। 7वटा भइसक्यो अब मेरो गाउँमा नै हो। अस्ति भर्खर अक्टोबरको टाइममा पनि तपाईँको कुन गाउँ भन्यो? कुकुरहरू हजुर हजुर। अन्त अस्ति अक्टोबरहरूको टाइममा पनि अब सिजन लाग्दै गरेको, मिटिङ हुँदै गरेको कुकुरहरूलाई ल्याएर छोडिदिएर मेरो गाउँमा त चौरास्ता उसहरूको सबै मेल डग्सहरू आएर हो अब त्यस्तोहरू हुँदैछ। यो किन मान्छेहरूले चाहिँ स्टेरिलाइजहरू गराउँदैन फिमेल डग्सहरूलाई, अन्त जुन चाहिँ लिटर हुन्छ उनीहरूको डल्लै अब एउटाले नबनेको पनि मिनिमम 5वटाहरू त जन्माउँछ होइन, 4 to 6, 7 डग्सहरू जन्माउँछ। सबै चाहिँ के पो बक्सहरूतिर ल्याएर चौरास्तातिर छोडिदिन्छ। अब डग्सहरू त छोड्यो, किटेन्सहरू माउ नानीहरूसँगै छोडिदिन्छ। मैले नै 2टा त्यस्तो रेस्क्यु गरिसकिसकेँ हो किटेन्सहरू। सेटरले त अझै कति वर्ष गर्छ, अब काउन्टलेस हुन्छ हो। अन्त किटेन्सहरूलाई ल्याएर चौरास्तामा डग्सहरू भएको जग्गामा ल्याएर छोडिदिन्छ। डग्सहरूले त्यो किटेन्सहरूलाई मैले देखेको छु चौरास्तामा, आई थिङ्क लास्ट इयर कि बिफोर लास्ट इयर त्यहाँ चौरास्ताको कुकुरहरूले अब कसले चाहिँ ल्याएर त्यहाँ किटेन्सहरू ल्याएर छोड्दैछ। त्यो के पो घोडा अस्पतालको यतापट्टि त्यो डस्टबिनमा ल्याएर फ्याँकिदिन्छ कि त्यहाँनिर चाहिँ कुकुरहरूले चाहिँ अब तान बिरालोको बच्चाहरूलाई आन्द्राबुढीहरू निस्केर अब त्यस्तोहरू हुन्छ। सो त्यस्तोहरू पनि अब दार्जिलिङमा त्यति एनिमलको वेलफेयरको र एनिमल्सहरूको बारेमा के हुन्छ त्यस्तोहरूको बारेमा चाहिँ अलिकति मान्छेहरूलाई अवेरनेस छैन है। अब हामी के हुन्छ, हामी पनि अब एनिमल्सहरूलाई रेस्क्यु गर्नु, फिड गर्नु यस्तोमै बिजी हुन्छ र यस्तो अवेरहरू गरिरहने अलिकति हाम्रो पनि समय हुँदैन, टाइमहरू मिल्दैन। सो यो अपर्च्युनिटी पाएको बेलामा चाहिँ अब यस्तो हामीले इभेन्ट राखेको बेलामा चाहिँ हामी सबै यस्तोहरू चाहिँ अवेर गर्नुको लागि, त्यसको लागि अन्त फन्ड उठाउनुको लागि है, किनभने हामी सबैजना स्ट्रगल गरिरहेको छौँ त्यसको लागि गरेको। अनि यसमा चाहिँ हामीले दार्जिलिङमा जति पनि फिडर्सहरू छ, रेस्क्युजहरू छ उनीहरूलाई पनि फेलिसिटेट गर्छौँ, किनभने अब आई थिङ्क दिस इज द अब एकदमै सबभन्दा दुनियाँमा के भन्छ रिवार्डै नपाउने काम भनेको चाहिँ यही होला, एनिमल वेलफेयरमै हुन्छ है। सो अब उहाँहरूलाई पनि हामी अलिकति फेलिसिटेट गर्नेछौँ। पुरा छ अब सबैलाई त हामी गर्नु सक्दैनौँ है, तर अब जतिजनाले सिलेक्ट गरेर कतिजनालाई चाहिँ गर्छौँ। एन्ड हामी चाहिँ यो चाहिँ एभ्री इयर गर्ने प्लान गर्दैछौँ। सो आज योपालि कतिलाई गर्छौँ, नेक्स्ट इयर अर्कोलाई गर्छ, त्यस्तो गरेर चाहिँ हामी गर्ने प्लान गर्दैछौँ। सो जति पनि हुनुहुन्छ एनिमल लभर्सहरू, फिडर्सहरू, रेस्क्युजहरू, नट जस्ट दार्जिलिङ, खरसाङ, सोनादा, कता कता सबै हाम्रो सराउन्डिङ एरियाजको प्लिज आइदिनुहोस्, हामीलाई हामीसँग हेल्प गरिदिनुहोस्, ट्रेनर टिम भलिन्टियर गरिदिनुहोस्, यु क्यान कल। अनि जति पनि यो पौडाथनको बारेमा जति पनि अपडेट्सहरू हुन्छ वुल्फर्सको पेजमा अपडेट्स हुन्छ, तपाईँले त्यहाँबाट पनि यो फर्महरू भर्नुको लागि QR कोडहरू त्यहाँबाट पनि लिनु सक्नुहुन्छ। थ्याङ्क यू। दार्जिलिङ गुडविल एनिमल सेन्टरको प्रबन्धक र आज हामी यहाँ हाम्रो त्यही अनाउन्समेन्टको लागि लिएर भएको थियौँ है, म्याराथनको लागि। तर इट्स नट जस्ट अ म्याराथन होइन, यो चाहिँ अब एउटा कजको लागि हो, गुड कजको लागि हो होइन।
त्यही भएर तपाईँ सबैजनाले अब साथ दिनुहुन्छ भनेर म त्यही चाहन्छु है मेरोबाट। अन्तखेरि त्यो अब अहिले पार्क दिदीले पनि भन्नुभयो हाम्रो फर्स्टको थ्रुबाट उहाँले अब अहिले धेरै कुकुरहरू भुसिया कुकुरहरू होइन विशेष गरी उहाँहरू कुकुरहरूलाई धेरै किसिमको उयो भइरहेको छ, तकलिफ भइरहेको छ, दुःख कष्टहरू भइरहेको छ होइन। मानिसहरूले अब कति कुकुरहरूलाई लिएर अबन्डन गरिदिन्छ यहाँनिर होइन, फ्याँकिदिन्छ। उनीहरूले मेडिकल केयर पाएको छैन, फुड पाएको छैन राम्रोसँगले, अन्त उनीहरूले सेल्टर पाएको छैन होइन। त्यो सबैको लागि चाहिँ हामीले सोचेर त्यही कजको लागि चाहिँ हामीले यो म्याराथनहरू अब गर्न गइरहेका छौँ होइन। त्यसको लागि चाहिँ तपाईँ सबैजनाले अब साथ दिनुहुन्छ भनेर म त्यो पूर्ण आशा राखेको छु है। यो चाहिँ अब एउटा फिटनेसको लागि खालि नभएर चाहिँ यो चाहिँ एउटा इम्प्याथी होइन, रेस्पोन्सिबिलिटी एउटा चेन्जको लागि पनि हो होइन। यो चाहिँ अब हामीले त्यही एम राखेर चाहिँ यो अर्गनाइज गर्न गइरहेको छौँ। यो दिस इज द फर्स्ट टाइम होइन, अब हामीले यो फर्स्ट टाइम पनि हो, तर अब सक्सेस पनि हुन्छ भनेर पूर्ण आशा राखेको छौँ। र यहाँको सबैजना अब ओल्ड सिटिजन्सहरूले होइन, अब यङ्गर्सहरूले होइन, सबै युथहरूले अब सबैले पार्टिसिपेट गर्न सक्नुहुन्छ होइन। र धेरैभन्दा पनि धेरै आशा राखेको छौँ हामीले तपाईँहरू सबैले चाहिँ यसमा पार्टिसिपेट गरिदिनुहुन्छ भनेर। थ्याङ्क यू। मेरो नाम प्रतिभा बम्सन अनि म चाहिँ बिहेभियर इकोलोजिस्ट हो, स्टडिङ बिहेभियर इन फ्री रेन्जिङ डग एन्ड एसोसिएटेड विथ एआरडी यहाँ दिदीहरू एन्ड अल्सो सेल्टर दार्जिलिङ गुडविल सेल्टर। सो एज यु हर्ड द्याट के भन्छ डक्टर समीरले भन्नुभयो हाम्रो यो म्याराथन हुँदैछ विच इज फर द कज अफ स्ट्रे एनिमल्स होइन, विच इज ह्यापनिङ 22 मार्चमा चौरस्तादेखिको। योमा चाहिँ हाम्रो के छ, इट्स नट अ कमर्सियल थिङ, इट्स अल बेस्ड अन सोसियल वर्क हाम्रो एन्ड फर अल द रेजिस्ट्रेसन फी एभ्रिथिङ द्याट इज कलेक्टेड विल गो टु द एनिमल्स, फिडिङ द एनिमल्सदेखिको उसको टेक केयर सबै कुरोमा हुन्छ। एन्ड योमा चाहिँ के हुन्छ भने देयर आर 2 क्याटेगोरी एज एक्सप्लेन्ड बाई डक्टर समीर, एउटा वकथन र एउटा म्याराथन विच रन के किलोमिटर्स रन। सो त्यसमा रेजिस्ट्रेसन गर्नु लागि चाहिँ देयर आर 2 मिडियम्स। एउटा चाहिँ भयो यो स्क्यानरमा गएर गऱ्यो भने दिस इज अनलाइन फर्ममा तपाईँले अनलाइन सिधै त्यो लिङ्कमा लान्छ अनि त्यो लिङ्कमा तपाईँले फर्म भर्नु भएपछि देयर इज अ स्क्यानर मिन्स क्युआर कोड छ, त्यो क्युआर कोड उयो गर्दाखेरि चाहिँ त्यहाँ पेमेन्ट हुन्छ एन्ड देन यु हेभ टु अपलोड द ट्रान्जेक्सन आइडी अन्त स्क्रिनसट अफ द पेमेन्ट जुन चाहिँ गरेको एन्ड द्याट विल कम टु अस डाइरेक्टली हाम्रो रेजिस्ट्रेसन लिस्टमा आउँछ। अनदर वान इज यो म्यानुअल हुन्छ विच इज लाइक अफलाइन, अन्त यो चाहिँ चौरस्तामा एउटा अन्त एउटा चाहिँ लखोटियामा हुन्छ। एन्ड दिस चाहिँ म्यानुअल चाहिँ के हुन्छ भने जहाँबाट तपाईँले भर्नुहुँदैछ त्यहीँ दिनु पऱ्यो, त्यहीँ सब्मिट गर्नु पऱ्यो, त्यहीँ पेमेन्ट गर्यो। इट क्यान बी क्युआर पेमेन्ट नभए चाहिँ अब अरू के मोड छ, क्यास छ, त्यसपछि अनलाइन ट्रान्सफर छ, अन्त त्यहीँ सब्मिट गरेर त्यो चाहिँ हामीले पछि कलेक्ट गर्नेछ। अनि योमा के छ भने एज रेजिस्ट्रेसन फी दाले क्लियर गर्नुभयो। अनि वकथनको बारेमा चाहिँ द डग्स तपाईँले पेट्ससँग पनि आउनु सक्नुहुन्छ अनि विदाउट पेट्स पनि आउनु सक्नुहुन्छ, बट पेट्स ल्याउनु भयो भने एज मेन्सन्ड इट सुड बी स्ट्रेसफुल नभएको होइन, जसलाई चाहिँ अब एभ्री डग हेज देयर ओन क्यारेक्टर, आफ्नो हुन्छ होइन, बानी छ, वक त्यो लिस्टमा ल्याउनु पऱ्यो। तपाईँले त्यसै पछि आइज भनेर भन्नु भएन, बिकज हामीले क्योटिक बनाउनु खोजेको होइन। एन्ड अल्सो वी आर प्रमोटिङ पेट ओनरसिप, रेस्पोन्सिबल पेट ओनरसिप पनि देखाउनु। एन्ड देयर आर अदर क्याटेगोरिज जुन चाहिँ दिदीले एक्सप्लेन गर्नुहुन्छ अफ पेट्स एन्ड कसरी वी आर ट्राइङ टु मेक भेरी गुड के भन्छ एटमोस्फियर एम्बियन्स फर द डग्स टु मिंगल अराउन्ड एन्ड अल द्याट, बट मेक स्योर तपाईँको पेट्स चाहिँ फ्रेन्डली होस्। एन्ड त्यो वकथहरूमा कोही फर्स्ट सेकेन्ड आउने केही पनि छैन, इट्स जस्ट द्याट तपाईँले तपाईँको कुकुर ल्याउनुहुन्छ, सम आर ओल्ड, सम यङ हुन्छ, उसको एक्टिभिटी बेसी हुन्छ, कसले हिँड्नु सक्छ, सम डग्सलाई फेमिलर हुँदैन लङ वक्सको। सो तपाईँहरू जहाँ त्यो पेट बस्नु चाहन्छ, जहाँ हिँड्नु चाहन्छ, देयर इज नो लाइक हुन्छ नि गर्नै पर्छ हिँड्नै पर्छ यो गर्ने छैन। सो इट्स जस्ट द्याट इन्जोयबल आफ्नो बन्ड सेयर गर्ने, द्याट इज वाट वी आर प्रमोटिङ। अन्त अल्सो ब्रिङिङ इन फ्रन्ट दिदीले अझै एक्सप्लेन गर्नुहुन्छ, बट सोसियल मिडिया एज वी अल आर युजिङ सोसियल मिडिया आइडिया होइन, हामी सबैजना छ विथ किड्स, सानो नानीदेखिको ठुलोसम्म। काइन्डली रिक्वेस्ट द्याट सोसियल मिडियामा हामीले इफ वी आर using or you are having dogs as a medium of content, please positive मात्रै हालिदिनुहोस्, नेगेटिभ नहालिदिनुहोस्। दिस इज वाट हाम्रो इनिसिएटिभ हो, कम्प्यासन देखाउनु, रेस्पोन्सिबल पेट ओनरसिप अल्सो सबैको यो गर्नु। सो त्यो पनि वी वुड लाइक टु पुट इट अन द टेबल फर यु गाइज एन्ड दिस इनिसिएटिभ इज अल फर द डग्स, फर द स्ट्रीज।
and coming together is something that we want हैन everyone जो पनि हुनुहुन्छ please participate it's a very हुन्छ नि it's for a cause so I would really hope that तपाईहरु आउनुहुन्छ and further explain गर्नुहुन्छ हाम्रो दिदीले why this is done where everything happens हजुर सुन्नुस् न एउटा प्रश्न कि यो पार्टिसिपेट गर्न सक्नुहुन्छ भन्ने चाहिँ कति एक्सपेक्ट गर्नु भएको छ जस्तो कति जस्तो आउला जस्तै we are expecting 500 but we want a lot of them किनभने हामी यस्तो जग्गामा छ कि that I know that हाम्रोमा community dogs छ हामी सबैजनाले I think सबैजना animal lover नै छ because I have grown here हैन हामी सबैलाई थाहा छ that's why को न कोले माया गर्छ अलिकति मासु छ भने यो कुकुरलाई लगिदिन्छु भन्ने हुन्छ so it's a kindly request हुन्छ नि kind humble request to everyone बुढो पाखा सबै होस् किनभने वकमा कुकुरलाई बुढो अङ्कलले पनि ल्याउँदै गरेको हुन्छ कुकुर so yeah and that is something that we want them to come it's showing कि हामी कति connected छ with the dogs and को छ त्यो पनि अनि also it's happening for the first time हैन यता so that's why it's something that is very like whole of India is the first time it's happening so that is also very त्यसले गर्दाखेरि चाहिँ हामी we really hope there will be a huge number and there will be a lot of participants who is coming for a cause and for further that दिले अब एक्सप्लेन गर्नुहुन्छ so yeah दिदी जस्तो यो के भन्छ यस्तो यो अर्गनाइज गरिरहनु भएको छ नि है यसको उद्देश्य चाहिँ पेट ओनरशिपको रिस्पोन्सिबिलिटीहरु भन्नु भने है हजुर तपाईलाई सोध्नु पर्दा है जस्तो दार्जिलिङमा हाम्रो स्थिति कस्तो होला पेट ओनरशिपहरु जस्तो यो इन टर्म्स अफ यो हुन्छ नि पेट माथि एटिट्युडहरु कस्तो होला अहिले कस्तो देख्नुहुन्छ तपाईहरुले So, I'm studying त्यही गर्दैछु मेरो PhD is happening on dogs only. So, त्यसले गर्दाखेरि हामी compassion लाग्दो छ. There are always owners, good ownership छ. But somewhere हाम्रो commercial आउँदैछ अहिले and abandonment छ. त्यो हाम्रो पहिला कहिले पनि त्यस्तो डरलाग्दो population यो थिएन पहिला. So, अहिले चाहिँ there has been a problem of dog population देखिको कतिवटा aggressivenessहरु पनि छ. But that is all cause हामी मान्छेले गर्दाखेरि हैन. So, त्यो चाहिँ अब त्यो त्यही अवेयर गर्नु लागि इट्स लाइक एन अवेयरनेस एन्ड एन एडुकेटेड त्यो यो छ जसले चाहिँ हामीले लिनु खोज्दैछ एन्ड द्याट इज अल्सो के भन्छ अब कसरी भन्नु पेट ओनरसिप कम्पेयर टु अदर पार्ट्स अफ इन्डिया आई थिङ्क दार्जिलिङको त इट्स वे बाई आई थिङ्क लास्ट इयर पनि एउटा सोसियल मिडियामा एउटा केटीले आर्मी लिडीले हालेको थियो कि दे आर सो ह्याप्पी टु सी सच हेल्दी डग्स भनेर एन्ड आई थिङ्क पुरा मन पराउँछ यहाँनिर लाइक आई गेट कमेन्ट्स मेरो फेसबुक पेजमा छ क्या कमेन्टहरू गर्छ क्या when they come to Darjeeling and when they see like dogs अब कति हेल्दी छ नि त यहाँको होइन अब तपाईँहरूले पनि हेर्नुभयो भने प्लेन साइडतिर अब र यहाँको डिफ्रेन्स अब त्यो देखिहाल्छ होइन सो यहाँनिर कतिजनाले कमेन्टहरू पनि गरेको छ क्या अब म दार्जिलिङ सिफ्ट भए यहाँको एनिमल्सहरूलाई ट्रिट गरेको देखेर नै अब कतिजना मान्छे सिफ्टहरू भएको छ भनेर यु क्यान सी द कमेन्ट्सहरू त्यस्तो फेसबुक्सहरूमा आउँछ सो टुरिस्टहरूलाई चाहिँ पुरा नै उनीहरूलाई मन पराउँछ चौरास्तामा पनि तपाईँले हेऱ्यो भने खेलाउँदै गरेको हुन्छ है खानाहरू दिँदै गरेको हुन्छ यो प्रोग्राममा है म्याराथनमा विजेतालाई केही इनामहरू केही त्यस्तो यो 10 किलोमिटर्सको रनमा चाहिँ 3 जना हुन्छ फर्स्ट सेकेन्ड थर्ड प्राइज मेल र फिमेल दुईजना वकथनमा चाहिँ हामीले विथ पेट्स हुनेहरूलाई दिँदैछौँ अरूहरू त सबैजनाले मेडल्स इज फर एभ्रीबडी सबै जति पनि पार्टिसिपेन्ट हुन्छ उहाँहरूले मेडल्स पाउनुहुन्छ टी सर्ट्सहरू पाउनुहुन्छ रिफ्रेसमेन्ट्सहरू पाउनुहुन्छ अनि ई सर्टिफिकेटहरू पाउनुहुन्छ है अन्त हाइड्रेसन पोइन्ट्सहरू पनि राखेको छौँ हामीले बिचबिचमा अब पानीको लागि रिफ्रेसमेन्टहरूको लागि अन्तखेरि यो पेट्सहरूको चाहिँ हामी 10 जनालाई दिन्छौँ जो चाहिँ अब कतिजनाले बेस्ट ह्यान्डलर बेस्ट बन्ड त्यस्तोहरू गरेर हजुर प्राइजको रूपमा चाहिँ के पैसा के काइन्डहरू के दिनु त्यो चाहिँ अहिले हामीले डिसाइड गरेको छैन है किनभने अब त्यसको लागि हामीले पनि फन्ड्सहरू उठाउनुपर्छ स्पोन्सरसिपहरू अब हामीले खोज्दैछौँ है त्यसमा डिपेन्ड हुन्छ तर डेफिनेटली दिनु चाहिँ दिन्छ तर अब के दिन्छ त्योहरू चाहिँ अहिले हामीले डिसाइड गरेको छैन